सन् 2023 अक्टोबर 7 इजरायलमा भएको एउटा आक्रमणले सयौंको जीवन बदलियो। त्यही दिन बेपत्ता भए एक नेपाली विद्यार्थी विपिन जोशी। आउनुहोस् आज हामी विपिन जोशीबारे यस भिडियोमा जान्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। विपिन जोशीको जन्म सुदूरपश्चिमको कञ्चनपुरमा भएको थियो। उनी कृषि विज्ञानका विद्यार्थी हुन्। कृषिको विद्यार्थी भएकै कारण पनि उनको लक्ष्य कृषिमा आधुनिकीकरण गरेर देशको विकास गर्न सकिन्छ भन्ने विचार राख्थे। यसै क्रममा उनी सन् 2023 को सेप्टेम्बरमा नेपाल सरकारद्वारा सञ्चालित लर्न एन्ड अर्न भन्ने कृषि तालिम कार्यक्रम अन्तर्गत उनी 16 जना अरू नेपाली विद्यार्थीसहित इजरायलको किबुच अलुमिम नामक कृषि आधुनिक खेती र सिँचाइ सिक्न भनेर गएका थिए। तर अक्टोबर 7 मा भएको इजरायल र गाजा बीचमा रहेको सो क्षेत्रमा हमासले अचानक आक्रमण गर्यो। इजरायल र गाजा क्षेत्र भनेको युद्ध भइराख्ने क्षेत्र नै हो। यहाँ प्यालेस्टाइन र इजरायलको एक किसिमको पुरानो दुश्मनी छ भनेर बुझ्न सकिन्छ। विपिन जोशी बसेको सो फर्म पनि गाजा क्षेत्रबाट 5 किलोमिटर जति टाढा पर्छ। भनेपछि युद्ध सम्भावित क्षेत्र भनेर बुझ्न सकिन्छ। युद्ध सुरु भएपछि नेपाली विद्यार्थीहरू बङ्करमा लुकेर बसेका थिए। उनीहरूलाई युद्ध भएको खण्डमा यसरी सुरक्षित बस्नुपर्छ भनेर सिकाइएको थियो। आतंककारीहरूले हमला गर्न सुरु गरिसकेका थिए। उनीहरू विपिनहरू बसेको बङ्करमा आइपुगे। उनीहरूले गोली चलाउँदै 2वटा ग्रेनाइड बङ्करमा फालिदिए, जसमा एउटा विपिनले टिपेर उनीहरूतिरै फालेको र अर्को भने विस्फोट भएर 10 जना नेपालीहरूको ज्यान गएको थियो। बाँकी 7 जना मध्ये 6 जना घाइते भएर उनीहरूलाई सुरक्षित ठाउँमा सार्न सकियो भने विपिनलाई भने हमासले बन्दी बनाएर लगेको थियो। हमासले त्यो दिन जम्मी 251 जनालाई बन्दी बनाएको थियो, जसमा एक नेपाली विपिन जोशी पनि पर्न गए। हमला अचानक भएको हुँदा इजरायल जस्तो शक्तिशाली राष्ट्रलाई पनि डिफेन्स गर्न समय लागिरहेको थियो। हमासले बन्दी बनाएर राख्नुको मुख्य कारण भनेको इजरायलले कैदी बनाएर राखेको हमासको ग्रुपलाई छुटाउनु थियो। यसै क्रममा पटक पटक गरेर विभिन्न शर्तमा हमासले आफ्नो साथीहरू रिलिज गर्न भनेर 150 जना भन्दा बढीलाई छोडिसकेको थियो। अब हमासले आफ्नो कब्जामा 48 जना मात्र बाँकी रहेको र जसमा 22 जना मात्र जीवित रहेको भनेको छ। अहिलेसम्म विपिन जोशीको भने कहीँ कतै नाम सुन्नमा आएको भने छैन। अहिले 2 वर्ष पुग्दा पनि उनको खबर भने अन्जान नै बन्न पुगेको छ। यसबारे नेपाल सरकारले पटक पटक कुरा उठाएको त छ, तर यो पनि प्रभावकारी भने हुन सकेको छैन। नेपाल एउटा सानो राष्ट्र भएको हुँदा यसको डिप्लोमेटिक रिलेसन भने त्यति प्रभावकारी हुँदैन। नेपाल सरकारले गर्ने भनेको हमाससँग नजिकको राष्ट्रहरूसँग अपिल गर्ने हो, जसमा नेपालले कतार सामु पनि यो कुरा उठाएको थियो। युद्धमा कतारको भने मुख्य भूमिका हुने भन्ने बुझिन्छ, किनकि कतार र प्यालेस्टाइन एक अर्कामा मिल्ने राष्ट्र हुन्। तर कुरा भइरहेको भने पनि अझैसम्म त्यो अनुसार विपिन जोशीको बारेमा भने केही पुष्टि हुन सकेको छैन। यता विपिन जोशीको बहिनी पुष्पा र आमा पद्मा जोशी अगस्त 2025 मा इजरायलसम्म पुगेका थिए र विभिन्न ठाउँमा विपिन जोशीको रिलिजको पहल गरिरहे। त्यहाँ सबैले साथ सपोर्ट गरेको भए पनि नतिजामा भने पहिलाको भन्दा केही फरक हुन सकेन। सन् 2025 अक्टोबर 8 मा विपिनको परिवारहरूबाट एउटा भिडियो सार्वजनिक गरियो। जुन नोभेम्बर 2023 मा बन्दी हुँदा विपिनले बनाएका थिए। त्यो भिडियो इजरायल इन्टेलिजेन्सले रिकभर गरेको थियो र सार्वजनिक गर्नुभन्दा पहिला परिवारलाई पठाएको थियो, जसले विपिन होस्टेज भएपछि अहिलेसम्मको एउटा उनी सकुशल छन् भन्ने आश बोकेको छ। अहिले विपिन जोशीको आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी संयुक्त राज्य अमेरिकामा रहेका छन्।
उनीहरू अहिले नर्थ क्यारोलिना राज्यमा आफन्तीहरूसँग बस्दैछन् र बिपिनको उद्धारका लागि निरन्तर अभियान चलाइरहेका छन्। उनीहरूले वाशिंटन डीसी र संयुक्त राष्ट्रसङ्घ युएनमा पुगेर विश्व समुदायलाई बिपिन जोशीलाई मुक्त गराउन सहयोग गर्न अपिल गरेका छन्। आमा र बहिनी अब अमेरिकी नेताहरूसँग भेट्ने र अन्तर्राष्ट्रिय समुदायमा बिपिनको मुद्दा बलियो बनाउने प्रयास गरिरहेका छन्। उनीहरूको आशा बिपिनलाई छिट्टै घर फर्काउने हो। आशा छ बिपिन जोशी सकुशल आफ्नो देशमा फर्किनेछन्। तपाईंले आजको भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरेर साथ दिनुहोला। धन्यवाद।